पहिलो दिनको रोपाई कति फल्ने रोप्नुभयो, तपाईँ कति धान फल्छ, के छ, कस्तो छ आज? सधैँका हिसाबले हो भने हजुर 30 मुरीको आज रोप्यो। हजुर। अब 20 मुरीको भोलि 20 मुरी, भोलि 20 मुरी, जम्मा 50 मुरी फलाउनुहुन्छ। 50 मुरी त तल्लो कलम। ट्याङथाउको एकजना उत्कृष्ट कृषक पनि हुनुहुन्छ, उत्कृष्ट व्यापारी पनि हुनुहुन्छ, समाजसेवी पनि हुनुहुन्छ। तपाईँलाई यो पेसा कस्तो लागिरहेछ? यो धान रोप्न अब सधैँ सकिन्छ जस्तो लाग्छ, के लाग्छ? के को सर, रोग नलागुन्जेलसम्म लाग्दैन पनि मलाई रोग। काम गर्ने मान्छेलाई रोग लाग्दो रहेन रहेछ नि त। हजुर हजुर। अनि यो खेती त मेरो लागि केही होइन, किनभने यो दोकान व्यवहार यति चलाइकन पनि सबभन्दा पहिले रोप्यो। हजुर हजुर। आफ्नो खेतीको धान हजुर अब हाँस्छन्। आज जम्मा कतिजना हुनुहुन्छ त? तपाईँले गर्नु भएको छ मान्छे? आज 12 जना रोपार। हजुर। 4 जना बाउसे। हजुर। 3 जना हली। हजुर। मदेखि बाहेक। हजुर। पानीको ड्युटी गर्ने यताउता। हजुर। अनि त्यस्तै छ सर, आज सोचे भन्दा 2 गुणा बढी धान रोप्यो। हजुर। होइन भयो, भएको छ पनि भयो।